जो मिनालु उता जो यहाँनिर चाहिँ भाइ यता हेर्दियौ है सन्डेको दिन बिहानदेखि नै बिजी अनि यसरी हाम्रो सोरेङदेखि दुध लिएर आउनुहुन्छ र कान्छी चाहिँ मसँग खेलिरहेको छ आङ्गीले के लिएर आउँछ कान्छी दुध लिएर आउँछ अरे यस्तो छ हेर्नुहोस् है हेलो एभ्रिवान र स्पेसल ह्याप्पी सन्डे छ हजुरहरू सबैजनालाई भन्दै है र आशा गर्दछु हजुरहरू सबैजना ठिकै हुनुहुन्छ होला भन्दै अनि म पनि एकदमै ठिकै छु अहिले घरि म चाहिँ भने घरमै छु है अनि घरमा चाहिँ यस्तो छ अनि कान्छी मसँग खेलिरहेको छ के गरेको कान्छी के गरेको जो मिनालु उता जाउँ न नजाने अरे म गएको त्यसो भए ल लु आऊ छिटो अन्त आऊ छिटो जो मिना न अन्त म गएको है अन्त आऊ छिटो लु छिटो आऊ लु छिटो अनि यहाँनिर चाहिँ भाइ यता हेर्दियौ नाति केटा भतिजिनी नाति केटा सबै घरमा आज है सन्डेको दिन तपाईँहरूलाई म देखाउने छु अनि चिनाउने छु यता सन्तकला दिदीको यता थुक्पाहरू पाक्दैछ है अनि यहाँनिर दुई भाइ बिहानदेखि नै बिजी के गरेको साइकलमा के गरेको भाइ मोबिल लाएको रहेछ अनि त्यता जिरे चाहिँ आज सन्डे कहीँ नजाने लुकान्छी यहीँ खेल्नु ल चेनमा चेप्छ अभ्यासहरू ल भाइहरूलाई एकछिन नघुम म गएकै कान्छी ल बसेर खेल्दै गर्नु ल अनि यसरी हाम्रो सोरेङदेखि दुध लिएर आउनुहुन्छ आङीले यता हेर्नुहोस् है सोरेङको दुध खान्छ हामी चाहिँ आङीकोबाट आङी उनको सोरेङबाट आइपुग्दाखेरि चाहिँ 8 साढे 8 हुन्छ हेलो भाउजू यता सिया भान्जी बाबा हेलो दिदी अनि यहाँनिर एसिका भान्जी नमस्ते सबैजनालाई सेजल कृपासा यता अनिसा भाउजू अनि मेरो नाति केटा हेलो भाइ आज यस्तो छ है सन्डेको दिन चाहिँ हाम्रो घरमा साथै दिदीहरू आउनुभएको छ है अनि पाहुना आउँदाखेरि सबैजना घरमा भान्जा भान्जीहरू चाहिँ एकदमै ज्यादा यहाँनिर हुँदो रहेछ यी ह्यान्डसम अनि दिदी काम गर्दै हुँदो रहेछ यसरी छ गाइस स्पेसल सन्डे अनि सन्डे घरको सानोबडे भ्लग लिएर